भित्री रूपमा युवाहरूले यो चुनावै हुन दिँदैनन्, किनभने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ, नभए हुन दिँदैन। अहिले पनि फेरि यो सरकारले के गर्दैछ, सांसद खरिद बिक्री गरेर प्रधानमन्त्री बन्ने चुनाव गर्दैछ। अब सांसदको खरिद बिक्रीबाट मात्रै प्रधानमन्त्री छानिन्छ। सांसद खरिद बिक्रीको व्यवस्थालाई अहिलेको रगतलाई पानी बनाएर पूर्व न्यायाधीश र वकिलहरूले युवाहरूलाई धोका दिएर त्यस्तै चुनाव गराउँदै हुनुहुन्छ। अब जेनजी पुस्ताले भनेको हुँदैन भनेर भनिसक्नु भयो सुशीला कार्कीज्यू र उहाँहरूलाई सल्लाह दिने वकिलहरूले। त्यो के हो भने अबको संसदबाट 2/3 आयो भने मात्रै जेनजी पुस्ताले भनेको माग पुरा हुन्छ, नभए तिमीले यो रगत बगाएको केही अर्थ छैन भनिसक्नुभयो। यति हदसम्म धोका दिन पाइन्छ? 63 मा तपाईँले चुनावभन्दा पहिल्यै अन्तरिम संविधान जारी गर्ने र मागलाई व्यवस्थित गर्ने, संहिताबद्ध गर्ने, अहिले नगर्ने किन? युवाले गरेको भनेर हेपेको? 62-63 मा निर्वाचन पछि भयो, 62-63 मा जङ्गलबाट सिधै माओवादीलाई अन्तरिम संविधान जारी गरेर सरकारमा संसदमा ल्याएको हो कि होइन? अहिले सिधै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गर्न केले रोको? किनकि यिनीहरू विदेशी षड्यन्त्रबाट पूर्व न्यायाधीश र वकिलहरूले नेपालको युवाको रगतलाई पानी बनाएर हुन दिएनन्। अब आउने संसदको जुन हुन्छ संख्या, त्यसको 2/3 पुग्दैन। नपुगेपछि सांसद खरिद बिक्री गरेर गर्ने पुरानै व्यवस्था उहाँहरूले राख्नुभयो। यो धोका हो। यो निर्वाचन हुन दिनुहुन्न। यो निर्वाचनमा युवाहरूलाई धोका भइसक्यो। भित्री रूपमा युवाहरूले यो चुनावै हुन दिँदैनन्, किनभने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्छ, नभए हुन दिँदैन। हाम्रो रगत खेर युवाका रगत पानी बनाएर पिउने अनि प्रधानमन्त्री र मन्त्री ताक्ने माग के थियो? प्रदेश सरकार खारेज गर न, पहिला प्रदेश सरकार खारेज गर अनि हुन्छ चुनाव, नभए हुँदैन। एकैचोटि चुनाव गर न प्रदेशको र स्थानीयको। दोहोरो तेरो खर्च। सांसद खरिद बिक्री गर्ने व्यवस्था अझै राख्ने षड्यन्त्र